हेलो नमस्ते नमस्कार वेलकम माई युट्युब च्यानल। सो तपाईँहरू सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदमै ठिक छु। आज चाहिँ मलाई होइन यति धेरै पिरो अमिलो खान मन लाग्यो कि सो निबुवा रहेछ घरमा, त्यो केलाउँदैछु। अब पिरो अमिलो भन्ने बित्तिकै हजुरहरूले चाहिँ अर्कै नसोचिदिनु होला है, त्यस्तो चाहिँ होइन। सो यसलाई केलाएर यसलाई 2 टुक्रा पारे अनि त्यसपछि यसको गेडाहरू निकालेर यसलाई टक्क लाएर हैन, यसलाई निकाल्ने बित्तिकै यस्तो मुखमा पानी आयो कि अमिलो पिरो भन्ने बित्तिकै मुखमा जसको नि पानी आउँछ हैन। अनि गम खाना सुरु गरेँ। अनि फेरि मेरो मम्मी पनि हैन यति धेरै मिल्नु हुन्छ नि यस्तो अमिलो पिरो पानीपुरी चटपटेहरू खानको लागि हैन। सेम हामी जस्तै बच्चा जस्तै हुनुहुन्छ कि। अनि उहाँ पनि सो मेरो लागि साथी हुनुहुन्थ्यो। अनि मेरो छोरी चाहिँ भर्खरै सुतेर उठेको थियो। सो उसले नि खाना सुरु गर्यो। उसले चाहिँ अमिलो भयो अरे अनि खाएन। यसको चाहिँ बोक्रा पनि खान मिल्ने रहेछ, बोक्रा पनि खाए। ल